Okay. वेलकम टु माई न्यू ब्लग है। यो चाहिँ सबैजनालाई ह्याप्पी तिहार है। आज चाहिँ यो तिहारको ब्लग होइन। टिकटक बनाउने हो के हो सर आज? अहिले एकछिनमा है। यो अन्त कस्तो छ अस्तिको ब्लग? दामी छ, यो पनि दामी जानु पर्यो आज तिहार। तिहारमा चाहिँ खासै मान्छेहरू चाहिँ अलि लास्ट कम छन् क्या हाम्रो गाउँतिर, हो क्या सुमन भाइ? यस त्यही हो गाइस, सिधा कुरा प्रष्ट विचार हाइपर निस्क्यो अब गर्न सिकार। ल ल सुमन सर के काट्दै टिका कतिखेर लाउने हो सर? एकछिन मारे है गाइसलाई। यो चाहिँ मेरो बहिनी हो होइन, यहाँ दामी बनाएको छ। तर यसपालि खोइ देउसी खेल्ने मान्छेहरू चाहिँ गाउँतिर खासै आएन भन्दै। हाम्रो घरमा कतिजना आएर है देउसी खेल्न? आज मात्रै आएर क्या। अब गाइस के भएको यस्तो पुरै सुनसान भइरहेछ है। सबजना विदेशबाट नेपाल फर्किनु पर्यो, यहाँ भइसक्यो। रोजगार दिने हो बिस्तारै, हो क्या न? ल के हो यतातिर एक गोबर ग्यास, यसलाई चाहिँ गोबर जङ्गल के हुँदैछ है हाम्रो? दामी हुँदैछ एकदम है। ठुलबाबा अनि कस्तो हुँदैछ हाम्रो यहाँ तिहार? दामी हुँदैछ एक त गाइस। लगाइ यस्तै छ यहाँ अङ्कलहरू, यस्तै छ गाइस। हाम्रो यहाँ अर्को हाम्रो दाई के छ हाम्रो हालखबर? सब ठिक छ। रोशन के छ रोशन दाई? हाम्रो रोशन गाइस तिहार लागिरहेछ दाई। तपाईँलाई नि तीव्र गतिमा गाडी दिँदै हुनुहुन्छ गाइस। हेलो कस्तो हुँदैछ अङ्कल तिहार? एकदम रमाइलो। यहाँ यस्तो छ है, एकदम गाह्रो छ गाइस कन्डिसन। भटमास खाँदैछ यिनीहरूलाई नि तिहार लागिरहेछ है। फेरि यो चाहिँ फेरि यहाँको जङ्की हो कि के हो भन्दै गाइस। यहाँनिर हिजो अस्ति त कुखुरा थियो, आज त एउटा थियो रहेछ। अर्को खोइ त भाइ आएको कुखुरा के गरी मर्यो? अस्ति दसैँमा आउँदा त थियो। हजुर सास फेर्नै बिर्स्यो है। ल गाई हिजो हामीले यहाँ कुखुरा पोलाएको थियो होइन, खिच्नै बिर्सेछ क्या। अब हिजो भ्लग अझ चाहिँ त्यहाँ अङ्कलहरूको डिमान्डमा खिचेँ हो गाइस मैले यो भ्लग है। केटाहरूले डब्बी खाएछन् तर ठिक छ। हिजो यहाँ दामी भएको थियो, रमाइलो भएको थियो। सब आफ्नै तालमा यहाँतिर आजभोलि चाहिँ मकै गर्ने बेला भएर पुरै अहिले यहाँ मकै नै मकै छ। उज्जवले भन्ने एउटा केटा अनि भन्दै नि त यो डाइलग सुनिदिउँ त। यो चाहिँ लास्टै फटा दाँते स्पेसल हो। यही दाँतले कतिजना ढल्यो अरे भन्दै त? कतिजना ढल्यो अरे लागेको छ? कस्तो लाग्दैछ तपाईँलाई? ल चस्मा लगाइदिनु न त एकछिन। ल है ल गाई चस्मा। गाई चाहिँ हाम्रो काम साम छैन है, हामी त लफङ्गा हो यहाँको है। यस्तै आकाश आज दामी भयो। आकाश नि आज त दामी देखिरहेछ त गाइसहरूमा पुरै। हिमाल नि देखिरहेछ आज भोलि। हिमालमा हिउँ लागिरहेछ है केटा हो दामी। यतातिर यस्तो छ दामी छ। यता पुरै फाटै फाट हो, यहाँ तल चाहिँ खोला छ। दामी देखिरहेछ आज भोलिको यो मौसम चाहिँ दामी लागिरहेछ मलाई, गुड लागिरहेछ। भटबटेमा गाइस है, भटबटेमा भगलाई माया गरिदिनु पर्यो दसैँको त्यसै गरी। ल गाइस है त एकैछिनमा भेटौँ गाइस है। ल गाइस है अब हामी चाहिँ यसो एक राउन्ड मासतिर घुमेर आउँछौँ होइन। टिका लगाएर कहिले अहिले को सैलुङ गाई छ। टिका लगाउने बित्तिकै केटाहरूको चाहिँ उता सैलुङको यात्रा छ अरे होइन। मेरो चाहिँ अब काठमाडौँ जाने यात्रा छ टिका लगाउने बित्तिकै गाइस। अहिले दायाँ बायाँ होइन अलिक कन्डिसन गाह्रो छ केटा हो। हिरो हन्डा लिएर है गाइस। यतातिर तोरीबारीहरूमै गाइस रमाइलो भएन? कतिखेर आएर सुन्नुभयो तपाईँ? तर मैले नि हेरिनँ होइन। दाइले मलाई नै आएर अर्को खाटमा सुत्न लगाइदिनु भयो गाइस होइन। त्यतिखेर चाहिँ मलाई थाहा छ। मैले त्यस्तै 1 बजीतिर आएको थियो हामी। 1 बजीतिर आएर सुत्यो त टाइम लाग्यो। यतातिर यस्तै छ गाइस हाम्रो गाउँको के कस्तो हुँदैछ। यहाँ चलिरहेछ केटा हो। गाउँ हेर्नु होला तपाईँहरू। हामी यहाँ के गर्न आएको अरे दाइ खासमा? प्लास्टिक लिन आएको। ए प्लास्टिक लिन आएको अरे गाइस। मलाई त थाहा छैन के गर्न आएको। किरण भाइ आयो कि भने होइन रहेछ।
देखिरहनु पायो भने होइन रे त्यो भने अहिले यहाँ फुल टाइम फर्किरहेको छ केटा हो है के हो ठिक छ ल अहिले एकछिनमा भेटौँ गाइस के चिक लागि के अरे ए ल है गाइस पसलमा हेरौँ यतातिर यस्तै छ यो पसल तिम्रो कतिमा हामी पहिला पढाइ स्कुल चाहिँ यहाँनिर हो क्या गाइस दब्बे म फेरि टपर हो नि होइन दाइ मैले पुरै टप हान्दा गाए केरा खानु पऱ्यो केरा खाने भयो आउँदा तपाईँहरू होइन आमा जसले हाल्दै नि हुन्छ मतलब छैन केटा हो हामीहरू चाहिँ डक्टर सामान किनेर आइसक्यो प्लास्टिकहरू होइन यहाँनिर ओह्रालो नि बाटो चाहिँ खत्तम छ गाई चाहिँ यो रुख चाहिँ हामी बच्चा हुँदाखेरि कत्रो थियो अहिले नि त्यत्रै छ गाई गाई यो टक्क तोरी फल्ने बेला हो नि त अनि अर्को तोरी चाहिँ यता हुनुहुन्छ हाम्रो दाइ है यहाँ एउटा सम्म हो गाडी चाहिँ ठिक छ यस्तो दामी छ हौ यता अहिलेको मौसम चाहिँ अहिले दामी लागिरहेछ मलाई यहाँ चाहिँ सुरेश दाईहरू हुन्छ होला टिका लाउँदै सबजना होइन 12 बज्न लागिसक्यो अब पुरा कागती फलिरहेछ टक्क यस्तै छ केटा हो यहाँ सिस्टीहरू हुन्छ यता चाहिँ पुरै टिका लाउने कार्यक्रम हुँदैछ गाई भाइ अङ्कलहरूले पुरै पाल हालेर है हाम्रो अङ्कल फर्ममा आइसक्नु भयो गाइसलाई पुरै हाम्रो बुवा यो नि त हजुरबाले यहाँ खटिराख्नु भएको छ बा तिहारमा त्यो छैन बा के हो ल यो माथि गएर बाँध्नु पर्यो है हाम्रो अङ्कलहरू सबैजना एकदम फर्ममा हुनुहुन्छ गाइस आज यो हो नि त गाइस यो है हाम्रो चाहिँ यो सामान लिएर आइसक्यो अब म त्यहाँ लगेर छोडिदिन्छु होइन यहाँ तिहारमा अब टक्क टिका त लाउनु पर्यो नि थोदै त कता होइन अरे थोदै यहाँ तिम्रो कतिमा चक्लेट पाइसक्यो मक्क भइहाल्छ दाइलाई नि दिए त फालिदिइरहेको छ नि होला मतलब छैन होइन थोदै त्यो प्लास्टिकहरू तयार राख्यो हजुर आमा अहिले खाने आमा टिका लाएर अब गाइस म त यहाँ सेल थाक्दैछु होइन छोतेले बोकिरहेको छ यो नि त गाइस यो चाहिँ पुरै अलिकति फर्ममा आइसक्यो आज होइन त तेरो सुरुवाल फुस्किन लाग्यो त कान्छा सुरुवाल लगाइदिनु भन्छ होइन चप्पल खोइ चप्पल नि उल्टै छ त कान्छा के हो तेरो पार र अहिले हिँड्दा अहिले पोखिन्छ हिँड्ला हजुर दाइ यहाँ छोतेले यहाँ पुरै हजुर मेरो मोबाइलमा फोन गरेर त्यहाँबाट मैले माथि फोन गरेको थिएँ होइन फोन मोबाइल बिर्सेको ल गाइस है हामी यहाँ माथि कौसीमा आइसक्यो हल्का यहाँ अङ्कल नि हुनुहुन्छ यो है सबजना आज अलिक फर्मै हुनुहुन्छ यहाँ दाइ पुरै यो नि त मुस्कान ल हेरिदिउँ होइन अङ्कल हाम्रो अङ्कल यो है गाइस ल हेर हेर्नु भएको छैन यहाँ हेर्नु पर्यो नि बाह्र म देखाउँछु बिस्तारै है बाको घडी देखाइदिनु ल रोलेक्स है गाइस रोलेक्स यो अन्त है यो है रोलेक्स गाइस है यहाँ त कुरा एकदम गम्भीर छ यहाँको यस्तै छ है डाँडा फेरि एकछिनमा भेटौँला किचिक यो चाहिँ रुद्राक्षको रुख हो हाम्रो गाई यता हुनुहुन्छ पहिला चाहिँ अर्कै थियो जस्तो लाग्थ्यो ए त्यसको बाछो यत्रो भइसक्यो है गाइस है सबैजनालाई ह्याप्पी तिहार अनिखेर तपाईँहरूले दसैँको भ्लग दामी लाग्यो भनेर फेरि बनाउनु भन्नुभएको थियो होइन त्यो भएर चाहिँ अब म आज त्यो भएर यो भ्लग बनाउन गइरहेको छु है हाम्रो यहाँ ठुल्यारी टक्क आज टिका बेला भइसक्यो है गाइस यता यो अब यहाँ कन्डिसन हुँदैछ पाल चाहिँ हालेको नि केटाहरूले यता हाम्रो दिदी बहिनीहरू हुनुहुन्छ फोटो खिचाइ को हुनुहुन्छ हाम्रो यहाँ कलमा कल हेरौँ गाइस है यहाँनिर ल हाम्रो यहाँ दिदी हो गाइस ल गाइस है ल हाम्रो यहाँ दिदीलाई अब बाहिरबाट हामी यहाँ सम्झिरहेको छौँ मनदेखि एकदम होइन ह्याप्पी तिहार अघि भने ल के अनलाइन टिका लाउने हो के हो आजभोलि पुरै टेक्नोलोजी आएको जमाना छ है गाइस हाम्रो दिदी पुरा यो है ल के हेर्ने भन्छ थोदै ल घुमाइदे हामी बच्चा बेलामा धुब्बी खेल्थ्यौँ है यस्तो होइन श्रेया हाम्रो यसले दिदीलाई एकदम मिस गरिरहेछ है गाइस हाम्रो दिदी ल गाइसलाई यसरी बन्द गर्नु किचिक
लगाए चाहिँ यो अहिले अहिले हामीले एकैछिनमा यो पाइहाल्छौँ है लगेर टक्क खाने यो होइन दिदी हो कि होइन हो कि होइन टिका कहाँनिर छ त यहाँनिर यता पूजा सुजा भइरहेछ हल्का ए हो कि होइन श्रेयान के गर्ने एउटा गीत गाइदिए ल जामै क्या अलि ल अलि ल धन्यवाद है यस्तो राम्रो कसले गाउँछ गीत थोते के हो यो त पुरै चिप सिक्स बोकेर है हिँडिरहेको छ आज अलिक फम्बा छैन यो अलि होइन नत्र यसले नि दामी गीत गाउँथ्यो ल तैँले नि गीत गाइदिए कोहेरै यो नि त भाडा लगाए चाहिँ यो चाहिँ केटाहरूले के हाल्यो डबल ब्ल्याक हान्दैछ है अङ्कलहरूले एक फुल सपाउनु भएछ तिहारमा उका सुका यता छ र हाम्रो श्रेयानले अब भ्लग बनाउँछ अब टक्क एकछिनमा हेर्नु होला होइन अन्त सिधै श्रेयानबाट हेर्नु होला है त गाइस ल किचिक्क हेलो गाइस वेलकम टु न्यू ब्लग आज यहाँ हेर्नु यस्तो फटायो यसलाई अब टिकै नलाइकन चाहियो अरे ल यस्तो भनेर कहाँ पाइयो त गाइस के हो दिदी टिकै नलाइकन पाइयो त गाइस है यहाँ मसला अब यो हामीले पाउने हो दिदीहरू चाहिँ मिहिनेत गर्दै हुनुहुन्छ होइन टिका सिका लगाएर ट्याक्क बोकेर हिँडिहाल्ने मसला यति धेरै मसला एउटा बोकोला हो म कि बोकेर हिँड्ने अहिले टिका लगाउनु पर्छ त्यो भएर हो यो मसला छ है रेडीमा छ गाइस बिहाइन्ड द सिन है गाइस यस्तै खिच्नु पर्ने हुन्छ गाइस है हाम्रो यहाँ दिदी चाहिँ टिकटक बनाउनको लागि खटिरहनु भएको छ एकदम मिहिनेत गरेर तपाईँहरूले भाइरल बनाइदिनु होला भन्न चाहन्छ यो यो बिहाइन्ड द सिन गाइस है यो चाहिँ दिदीको टिकटकमा आउँछ हेर्नु होला होइन दिदी के हो आउँदैन अरे अङ्कलको दारी यो हो नि त हाम्रो यो थोदे हेरौँ यसको हरिबिजोग छ यो थोदेको यो अर्को यसको हेरौँ हाम्रो हिरो अरे नि त यहाँको हो त अनि आज किन यति सेन्टीमा छस् त के भयो तँलाई भन्दा हो हो थोदे ए थोदेको मुन्द्रा तिहारको टक्क बत्ती बल्यो ए बत्ती बल्यो होइन अङ्ग बल अब हाम्रो यहाँ टक्क हुँदैछ हाम्रो यहाँ हजुरबादेखि सुरु हुँदैछ अब टिका लाउने के हो यो चस्मा कहाँबाट लिएर आएको हो यो स्यान चोर बजारबाट भन्ने यहाँ खबर आएको छ है तपाईँहरूले कताबाट ल्याउनु भयो पत्ता लगाउनु पर्यो ट्याक्क होइन दिदी के हो एउटा गीत गाइदियो नि त ल के हो चस्मा त तेरो भिन्टेज छ त ओ लङ्गुर यो चाहिँ गाई चाहिँ यो झल्लो यो आफ्नै पारामा छाएको छ होइन अब मेरो नि हल्का लुगा चेन्ज गर्नु पर्ने टिका लाउन तर अल्छी लागिरहेको छ यहाँ हजुरबाहरू टिका लाउँदै यता अङ्कलहरू यहाँ खै यहाँ उ त्यो श्रेयानसँग छ है यहाँ अङ्कलको चस्मा होइन होइन ए यहाँ मेरो खल्तीमा गाई चस्मा टेस्ट हुँदैछ गाई है चस्मा चाहिँ ठिकै लाग्यो है ल गाइस हाम्रो अङ्कलको कपाल त के हो एकचोटि देखाइदिनु न तपाईँको कपालै विशेषता हो अरे अहिले त अनि ल है गाई चाहिँ एकचोटि टक्क हेर्नु होला है ल है नसक्नु छ है गाइस अङ्कल हेर्दा लागिरहेको छ हाम्रो बाउ है यता गाइस टिका लाउँदै हो पुरै खम्बा ल गाइस है हाम्रो यहाँ दिदी घुमिराख्नु भएको छ है
मलाई भाइरल बनाइदिनु पर्यो है गाइस ल यहाँनिर एकदम खटिराख्नु भएको छ है सबैजना टिकाको दिन ठिक छ ल यहाँ हाम्रो बाउको पालो आएछ गाइस है ओहो ल गाइस दहर छ त के हो निधारमै दहर पल्ल्या छ गाइस है ठिक छ ल त्यही हो तपाईँहरूको कस्तो भयो यसले हानिसक्यो यसले ल यसले बोकिसक्यो ल ल बोकेर ल लिएर हिँड केटा ल ए ल गाइस यता उता बोकेर हिँड ल ल गाइस है यसले यहाँ चोरेर लिएर गयो है गाइस गाइस है यो को है यसले बोकेर हिँड्ने होइन ठिक छ तर ल हाम्रो यहीँनिर ल गाइस है हाम्रो ट्याक्क सक्यो अब यहाँबाट खानपिन हुन्छ हाम्रो है हाम्रो चाहिँ भइसक्यो अघि नै कस्तो भयो अङ्कल तपाईँहरूको टिका आज कस्तो भयो विशेषता एकदमै राम्रो रमाइलो खुसी देखिरहेको छु मैले यहीँ ल यहाँ के आयो ल गाइस है ल यो अरू हुन्न नि यो मिठो छ होइन धेरै वर्षपछि खाएको यो हजुर अङ्कल धेरै वर्षपछि खाएको पहिला चाहिँ अनर्सा है गाइस अहिले थिएन अहिले आउँछ खाना मिठो हुन्छ ल गाइस आइसक्यो है यही पुरै झरिसक्यो ल्यान्ड भइसक्यो अहिले यहाँ सामान ल गाइस अब यहाँ दिदीको अनि टिका लगाएर सकिसक्यो अब ल यहाँ माला लगाइदिनु गाइस ल गाइस है हाम्रो दिललाई यहाँ भाइरल गरिदिनु पर्यो है गाइस तपाईँहरूले छोदे तँलाई यो छोदे है गाइस अब टक्क निस्किँदै हुन्छ पुरै शैलीमा है गाइस ल अङ्कलको हो ए ल ढुङ्गावर छ गाइस है जुत्ता हेर्नु पर्यो तपाईँहरूले पुरै अङ्कल राइडर हो नि फेरि होइन अङ्कल बुलेट राइडर है अङ्कल चाहिँ फेरि भवाले राइडर हो यहाँको अहिलेको चल्दो बल्दो राइडर हो है गाइस फेरि ल है गाइस ल अहिले एकछिनमा भेटौँला कि चिक्क ल हाम्रो अङ्कल चाहिँ लाउरे हुनुहुन्छ है पुरै हेर्नुलाई यो हो नि त गाइस लाउरे है हाम्रो अङ्कल चाहिँ अङ्कल तपाईँ कता युकेबाट लडेर आउनु भयो कि कता अरे वारमा जानु भएको थियो नि तपाईँ गाइस चाहिँ यिनीहरू चाहिँ पुरै यहाँ ढुकै लाएर मसला खाँदैछन् भाइहरू होइन के गरिदियो त मसला खाँदै हो लुकाउँदै हो के हो ल राम्रो गाइस भने तँलाई मेरो मसला दिन्छु ल बाटो के किन्छस् ल के किन्ने रे भन्ने ल पटका पड्काउनु हुँदैन नि कान्छा होइन श्रेयान के हो भन्दै ल 500 किन्छ अरे गाई चाहिँ पेन्सिल किन्छ यसले यो भोलि पर्सि पढेर यो डक्टर इन्जिनियर हुन्छ है बाउ यस्तो गुवास भयो नि छोरो चाहिँ डक्टर इन्जिनियर हुन्छ भन्ने मैले आश राखेको छु होइन के हो भन्छ हो 100 है ट्याक्कै ल गाई अहिले भेटौँ कि चिक्का